हेलो गाइज नमस्ते। यो सुन्तलाको बोक्रा अस्ति यिनीहरू सुन्तला खाँदाखेरि छडाएर बाहिर सुकाएर राखेको थियो। यसलाई अब झुरुम्म बनाएर पिस्ने हो। हेर्नुहोस् पिसेर अनि दबाई हुन्छ के दबाई। हेर्नुहोस् यो सुन्तलाको बोक्रा यहाँ दबाई ल है गाइज। यो दबाई हो। यसो गरेर यसलाई चाहिँ च्याट्ट पिस्ने है गाइस। अब म यहाँ पिस्नको लागि रेडी गर्छु। अब यो पिस्ने हो। यहाँ हेर्नुहोस् यहाँ पिस्ने यसलाई हेर्नुहोस् है। अब यसलाई यहाँ पिस्ने हो। ल हेर्नुहोस् यहाँ यसरी पिस्यो गाइस है। ल हेर्नुहोस् यहाँ पिस्यो। ल हेर्नुहोस् यो अब यसलाई के अन्त गाइस यसरी यो पिसेपछि यसरी निकाल्ने हेर्नुहोस् है। त्यसपछि यहाँ हाल्ने पिस्यो नि हेर्नुहोस् यहाँ हाल्ने हेर्नुहोस् यहाँ है। यहाँ हेर्नुहोस् अब यहाँ यहाँ हेर्नुहोस् यो तातो पानी राखेँ मैले। अब यसो गरेर च्याट्ट खाने हेर्नुहोस् यहाँ यो खाने। यसले के गर्छ त भन्दा ग्यास्ट्रिकको रोग निर्मूल पार्छ। ग्यास्ट्रिक हेर्नुहोस् ल त गाइस।